गोडो आम्मा तर पछि उसमा यो फिल्मले गुमा दर्शन गरियो है दक्षिण काली चाहिँ दक्षिण काली माता आज चाहिँ धेरै दिनपछि चाहिँ दक्षिण काली माताको दर्शन गर्ने मैले चाहिँ सबैको इच्छा मनका चाहनाहरू सबै पुरा गरियो भगवान्ले लाइक हामीले चाहिँ अब यो चाहिँ पूजा गरे पनि आइसक्यो दक्षिण कालीको अनि यहाँको दृश्य देख्न सक्नुहुन्छ मान्छेहरू धेरै जस्तो धेरै मान्छे आउँछन् यहाँ चाहिँ देख्नुहुन्छ यो चाहिँ अहिले ठ्याक्कै चाहिँ 1:30 हो 1 बज्यो अनि यहाँ चाहिँ एकदम धेरै जस्तो मान्छेहरू यहाँ चाहिँ आउने गर्दछ राम्रो छ यो ठाउँ एकछिन भिड गर्नु होला के भन्न चाहन्छु हामी चाहिँ पूजा पनि गयौँ त्यही हो हजुर पनि आउनु होला यो ठाउँ चाहिँ ठ्याक्कै म जाने बाटो गोल्फबाट भित्र आउने हो अनि त्यही एरियामा पर्छ यो भित्र अनि भित्र चाहिँ तपाईँको एकदम सेल्फी गार्डन भन्ने छ यहाँ एकदम राम्रो छ यहाँको भ्यू देखाउँछु म हजुरहरूलाई म चाहिँ 2 चोटि भयो आएको पहिले 1-2 वर्ष अगाडि आएको चाहिँ नेक्स्ट टाइम आएको छु यो चाहिँ अलि तल चाहिँ खोलाको नजिक हो अनि यही हो यहाँ देख्न सक्नुहुन्छ हजुरले यो यहाँबाट माथि चाहिँ बाटो मध्येको बाटो पनि देखाउँछु हजुरहरूलाई त्यही हो गाइजहरू होइन सेल्फी गार्डन हो अब हामी यहाँबाट निस्किन्छौँ त्यो राम्रो छ दृश्य एकदम भवाल छ एकछिन आएर भिजिट गर्नु होला त्यही हो अब दर्शन गरियो दक्षिण कालीको सबैको इच्छा पुरा गर्छन् दक्षिण काली माताले त्यही भन्न चाहन्छु गाइज ल गाइज हामी अब लाग्छौँ एकदम रमाइलो भयो यहाँ चाहिँ आउँछ तपाईँले चाहिँ यहाँ चाहिँ भिजिट गर्नु होला दक्षिण काली माताको चाहिँ तपाईँले चाहिँ दर्शन गर्न आउनु होला भन्न चाहन्छु यो भिडियो जतिले नि हेर्नुहुन्छ जति काठमाडौँ जति हुनुहुन्छ मेरो आफन्तहरू आउनु होला हाम्रो जति पनि यहाँ चाहिँ एकदम अहिले चाहिँ एकदम राम्रो रहेछ क्या साडी साबिना हामी दुईजनामा आइसक्यौँ राम्रो रहेछ मन्दिर चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो पनि चाहिँ दक्षिण कालीको एकदम भित्र चाहिँ यहाँ पोखरीमा माछा देखाउँछु हजुरहरूले यस्तो छ हजुरलाई यो चाहिँ टक्क मन्दिर यो भने मतलब बुद्धहरू जस्तो छन् अनि बुद्धहरू यहाँ पानी आउने ठाउँमा चाहिँ तपाईँलाई एकदम राम्रो छ सम्लो पानी देख्न सक्नुहुन्छ एकदम रमाइलो छ राम्रो छ एकछिन दक्षिण कालीको यतातिर आउनु होला एकदम राम्रो छ ठाउँ चाहिँ भिजिट गर्नु होला एकदम राम्रो छ यो गाइजहरू यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले त्यो ठाउँ चाहिँ एकदम रमाइलो छ सबै आउनु होला यहाँ ठाउँतिर यहाँ माछा देख्न सक्नुहुन्छ हजुर माछा काला माछा अन्त यार के माछाको नाम यो माछाको नाम के होला मलाई त ठ्याक्कै थाहा छैन है गाइजहरू माछाको नाम के हो थाहा छैन तर चाहिँ एकदम कति राम्रो माछा भनेर चाहिँ घुमाइको एकदम अनएक्सपेक्टेड तरिकाले आएको थियो हामी चाहिँ आउने भने प्लानिङ थिएन तर चाहिँ साथीहरू जाउँ भनेर हामी दुईजना आएको थिएछन् त्यही हो गाइजहरू अझ म माथि पनि देखाउँछु हजुरहरूलाई हेर्दै गर्नु लाग्छु माथि गुफा जस्तो छ आम्मामा क्या राम्रो छ यार म माथि पनि देखाउँछु हजुरहरूलाई हेर्दै गर्नु होला अन्तिमसम्म हेरिदिनु होला भिडियो भन्न चाहन्छु
चाहिँ देख्नुहुन्छ यहाँ मन्दिर पनि आइसक्यो हामी एकदम राम्रो छ यहाँको दृश्य देख्नुहुन्छ कस्तो टाइपले बनिएको छ यहाँ यस्तो छ एकदम राम्रो छ यहाँ पनि यो मन्दिर पनि आइसक्यो हामी चाहिँ तपाईँ पनि आउनु होला यहीँ यो तपाईँको दक्षिण कानी जानेको यता साइड छ उता यो दक्षिणबाट आउने बेला चाहिँ हामी चाहिँ बर्फ जाने बाटोतिर एउटा कुनामातिर छ एकदम राम्रो छ मन्दिर चाहिँ हामी चाहिँ यहाँको दर्शन गरेर पनि आइसक्यौँ यहाँको साथी तल पुगिसकेको छ र गाइजहरू अब हामी फर्किन्छौँ लास्टसम्म हेरिदिनु होला भिडियो चाहिँ भन्न चाहन्छु त्यही यहाँको दृश्यहरू एकदम रोगहरू